यो भिडियो हेर्नुहोस् के भइरहेछ नेपालमा। एकैछिन देशको झन्डा दुरुपयोग गर्ने यो व्यक्तिलाई चाहिँ कडाभन्दा कडा कारबाही गर सरकार। यो देशको गद्दार हो, यो नालायक हो, यो देशद्रोही हो। यो साथीहरू, नेपालको संविधानमा स्पष्टसँग लेखिएको छ कि नेपालको राष्ट्रिय झन्डा जलाएमा, च्यातेमा वा दुरुपयोग गरेमा 3 वर्ष कैद, 3000 जरिमाना अर्थात् दुवै सजाय हुने व्यवस्था गरिएको छ। नेपालको राष्ट्रिय झन्डाको दुरुपयोग गर्नु भनेको राष्ट्रघात गर्नु हो, राष्ट्रद्रोह गर्नु हो, देशद्रोही गर्नु हो। र यो अतिवादी, यो आतंकवादी शैलीमा चाहिँ जुन कार्य भइरहेछ नि, हेर्नुहोस् न, यो झन्डा जुनको अपमान गरिएको छ। जो कोही भए पनि यस्ता व्यक्ति देशका धमिराहरू हुन् अथवा देशद्रोही हुन्, यिनीहरूलाई चाहिँ 3 वर्ष होइन, आजीवन कारावास या त 30 वर्ष जेल सजाय हुनुपर्छ। सीके राउत भनेको एउटा त्यस्तो व्यक्ति हो कि सिक्किमको ल्यान्ड अफ दोर्जे हो क्या। सिक्किमको ल्यान्ड अफ दोर्जे अर्थात् इन्दिरा गान्धीले खेलेको गोटी अथवा इन्दिरा गान्धीको मोहरा ल्यान्ड अफ दोर्जेले सिक्किमलाई विलय गराउनुमा ठुलो भूमिका निर्वाह गरेको थियो। त्यस्तै इन्डियाको अर्को एउटा इसाराबाट सीके राउतलाई परिचालन गरेको छ र उसले पनि एक मधेस एक प्रदेशको अहिले मुद्दा लिएर छ। अर्थात् मधेसलाई चाहिँ टुक्राएर अलग्गै राज्य, अलग्गै देशमा आउनुपर्छ भन्ने एउटा यिनीहरूको चाहिँ एउटा सोच छ नि। यो सोच भनेको सीके राउतको सोच होइन, इन्डियाको सोच हो, नरेन्द्र मोदीको सोच हो होइन। यहाँनिर अलिकति बुझ्नुपर्ने छ है। सीके राउतले योभन्दा पहिला पनि भने हो कि यो देश, यो नेपाल भनेको एउटा निर्लज्ज बेस्या हो, यानि कि निर्लज्ज रन्डी हो भनेर घोषणा गरेको थियो कि। त्यतिखेर यसको निधारमा गोली हान्नुपर्ने मान्छे हो, यो देशद्रोही मान्छे हो। यसलाई सरकारमा केपी शर्मा ओलीले लिएर आयो, भ्रष्टले, यो अपराधीले गर्दाखेरि सरकारमा लिएर आयो। मौका छोपिरहेको थियो। जेनजीले अहिले परिवर्तन गरिसकेपछि सीके राउत सल्भ गर्न खोजिरहेको छ साथीहरू है। देशभक्त साथीहरू, युवा साथीहरू, जेनजी पुस्ताका साथीहरू, खबरदार, यो सीके राउत जस्ता व्यक्तिहरूलाई चाहिँ देश निकाला गर्नुपर्छ है। यो नेपालको ल्यान्ड अफ दोर्जे बन्न खोज्दैछ, सेकेन्ड ल्यान्ड अफ दोर्जे। यसले सिक्किमलाई जसरी इन्डियामा विलय गरायो त्यसरी चाहिँ नेपाललाई पनि यसले इन्डियामा विलय गराउने योजनामा छैन। यो कुरो एकार होस्। जय देश, जय राष्ट्रवाद।